अपराधी विरुद्ध कठोर बन्नुहोस्। सुन्दा नै कडा लाग्छ हैन? यो भर्खरै नेपालका गृहमन्त्रीले दिनुभएको एउटा निर्देशन हो। अब आज हामी यही निर्देशनको भित्री तहमा पुग्नेछौं र हेर्नेछौं कि यसले सशस्त्र प्रहरी बलको भविष्यलाई कस्तो आकार दिन सक्छ। ल, यही हो त्यो भनाई, अपराधी विरुद्ध कठोर बन्नुहोस्। सुन्दा त एउटा सामान्य वाक्य जस्तो लाग्ला, तर होइन। गृहमन्त्रीको यो एउटा निर्देशनले उहाँको पूरा भाषणको निचोड बताउँछ। यो खाली एउटा भनाइ मात्रै थिएन, यो त सशस्त्र प्रहरी बलका नयाँ अफिसरहरूका लागि एउटा सीधा आदेश थियो। एउटा यस्तो आदेश जसले उनीहरूको काम गर्ने शैलीमा नै ठूलो परिवर्तन ल्याउन सक्छ। अब यो कुरा कहाँ भनियो भन्ने पनि महत्त्वपूर्ण छ। यो कुनै यताउति पत्रकार सम्मेलनमा भनिएको कुरा होइन। यो त सशस्त्र प्रहरी बलको ट्रेनिङ एकाडेमीमा नयाँ इन्सपेक्टरहरूको ग्रेजुएसन सेरेमनीमा दिइएको एउटा एकदमै महत्त्वपूर्ण भाषण थियो। यसको मतलब के हो भने त्यहाँ बोलिएको हरेक शब्दको तोल छ। हरेक शब्दले संगठनका लागि एउटा नीतिगत निर्देशनको काम गर्छ। तर रोचक कुरा के छ भने यति कडा निर्देशन दिनुअघि गृहमन्त्रीले सशस्त्र प्रहरी बलको भूमिकाको तारिफ पनि गर्नुभयो। उहाँले पहिला संगठनले कमाएको सम्मान र इज्जतको कुरा उठाउनुभयो। सायद भविष्यका लागि नयाँ बाटो देखाउनु अघि संगठनको गौरवशाली इतिहासलाई सम्मान गरेर एउटा बलियो जग बसाल्न खोज्नु भएको थियो। उहाँले सशस्त्र प्रहरी बलको योगदानको कदर गर्दा सक्षम र विश्वसनीय जस्ता शब्दहरू प्रयोग गर्नुभयो। सोचौं त, यी शब्दहरू आफैमा कति शक्तिशाली छन्। यसले संगठनको प्रोफेसनलिजम र क्षमतालाई त देखाउँछ नै, तर सँगसँगै अब आउन लागेको त्यो कडा निर्देशन स्वीकार्नका लागि एउटा माहौल पनि बनाउँछ। त्यसपछि गृहमन्त्रीले सशस्त्र प्रहरी बलको जिम्मेवारीलाई बुझाउन एउटा गजबको कन्सेप्ट अगाडि सार्नुभयो, बर्ड। BIRD। यो सुन्दा एउटा छोटो नाम जस्तो मात्रै लाग्न सक्छ, तर वास्तवमा यो संगठनको 4वटा मुख्य कामलाई परिभाषित गर्ने एउटा फ्रेमवर्क हो। अब यो BIRD को पूरा रूप के हो त? ल, एक एक गरेर हेरौँ है। B बाट बोर्डर सिक्योरिटी, मतलब सीमा सुरक्षा, जो देशको पहिलो ढोका हो। I बाट इन्टर्नल सिक्योरिटी, अर्थात् देशभित्रको शान्ति सुरक्षा। R बाट रेभेन्यू सपोर्ट, जसले देशको अर्थतन्त्रलाई सहयोग गर्छ। र D बाट डिजास्टर म्यानेजमेन्ट, विपदको बेला जनताको सबैभन्दा ठूलो आड भरोसा। ल, संगठनको काम के हो भन्ने कुरा त बर्डबाट प्रष्ट भयो। अब गृहमन्त्री भाषणको अर्को महत्त्वपूर्ण मोडमा प्रवेश गर्नुभयो। उहाँले देशले अहिले सामना गरिरहेका नयाँ र जटिल सुरक्षा चुनौतीहरूको बारेमा कुरा गर्न थाल्नुभयो। भन्नुपर्दा यिनै चुनौतीहरू नै सशस्त्र प्रहरी बलका लागि अबको असली परीक्षा हुन्। र यी चुनौतीहरू कुनै सामान्य खालका होइनन्। जघन्य अपराध, सीमापार अपराध, बेला बेलामा हुने बन्द हडताल अनि विपदको ठूलो जोखिम, यी सबै कुराले देशलाई गाँजेको छ। सीमापार अपराधले त सिधै राष्ट्रिय सुरक्षामाथि नै प्रश्न उठाउँछ। बन्द हडतालले अर्थतन्त्रलाई थला पार्छ अनि विपदको जोखिम त हामी सबैको जीवनसँग जोडिएको कुरा भइहाल्यो। गृहमन्त्रीले यी सबै कुराको एउटा स्पष्ट चित्र सबैको अगाडि राख्नुभयो। अब चुनौतीहरू त थाहा भयो, तर समाधान के त? यहाँ गृहमन्त्रीले हरेक चुनौतीको लागि के गर्ने भनेर स्पष्ट निर्देशन दिनुभयो, जस्तो कि जघन्य र सीमापार अपराध रोक्न प्रोफेसनल स्किल देखाउने, सार्वजनिक अशान्ति र हडतालहरूमा चाहिँ संयम अपनाउने र समग्रमा सुरक्षाको अवस्थालाई राम्ररी निगरानी गर्ने। यसले के देखाउँछ भने सरकारलाई समस्या थाहा छ र त्यो समाधान गर्न एउटा क्लियर रोडम्याप पनि छ। उहाँको यो भनाइमा 2वटा शब्द एकदमै महत्त्वपूर्ण छन्, दक्षता र संयमता। यसको मतलब के हो भने एकातिर अपराधीहरू विरुद्ध कठोर बन्ने, तर अर्कोतिर आम नागरिकसँग व्यवहार गर्दा संयम अपनाउने हो। यही सन्तुलन मिलाउनु नै आजको सुरक्षाकर्मीको सबैभन्दा ठूलो र गाह्रो चुनौती हो। BIRD को D अर्थात् डिजास्टर म्यानेजमेन्टमा त गृहमन्त्रीले विशेष जोड नै दिनुभयो। उहाँले विपद व्यवस्थापन सम्बन्धी तालिमलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन निर्देशन दिनुभयो र त्यसका लागि गृह मन्त्रालयले पूरा सहयोग गर्ने वचन पनि दिनुभयो। यसले के देखाउँछ भने यो विषय सरकारको लागि निकै ठूलो प्राथमिकतामा छ। आखिर यो जिम्मेवारी मात्रै होइन, यो त मानिसको जीवन बचाउने अभियान हो। अब भाषणको अन्त्यतिर गृहमन्त्रीले सायद सबैभन्दा महत्त्वपूर्ण कुरा उठाउनुभयो। त्यो हो एक अफिसरको निष्ठा, उसको चरित्र। यहाँ कुरा खाली रणनीति र सीपको मात्र थिएन, यो त एक असल मान्छे र जिम्मेवार नागरिक बन्नका लागि गरिएको एउटा आह्वान थियो।
पहिलो कुरा साहस, अन्यायको विरुद्धमा र सत्यको पक्षमा उभिने हिम्मत। त्यसपछि आउँछ अनुशासन। यो बिना कुनै पनि संगठन चल्दैन, यो त मेरुदण्ड नै हो। तेस्रो, इमानदारिता। जनताको विश्वास जित्ने सबैभन्दा ठूलो हतियार नै यही हो। र चौथो, कर्तव्यनिष्ठता, अर्थात् आफ्नो काम र देशप्रतिको कहिले नटुङ्गिने लगाव र समर्पण। र अन्तमा यो एउटा भनाइले ती सबै गुणहरूलाई एकै ठाउँमा ल्याउँछ। लोकतान्त्रिक मूल्य मान्यता र विधिको शासनलाई आत्मसात गर्दै राष्ट्र र जनताप्रति इमानदार, उत्तरदायी र प्रतिबद्ध रहनुहोस्। गृहमन्त्रीको सन्देश एकदमै स्पष्ट छ। एउटा अफिसरको असली पहिचान उसको फुली वा पदले होइन, उसको निष्ठा र देशप्रतिको इमानदारिताले बन्छ। त्यसो भए अब प्रश्न उठ्छ, एकातिर कठोरता र अर्कोतिर संयमता अनि सँगसँगै निष्ठाको यो निर्देशन, के यसले साँच्चै नेपालको सुरक्षाको भविष्यलाई एउटा नयाँ दिशा देला? सशस्त्र प्रहरी बलले यी चुनौतीहरूलाई कसरी सामना गर्ला? खैर, यसको जवाफ त अब आउने दिनहरूमा उनीहरूको कामले नै देखाउनेछ।